शीतल भयो साथीहरू नेपाललाई। साफ अन्डर 19 वुमन्स च्याम्पियनसिपबाट पत्ता साफ नै भयो। धेरै होइन, 4 मात्रै खायो बङ्गलादेशसँग। यहाँ भएको केही पनि होइन। 1 महिना अगाडि जबरजस्ती खेलाडीलाई बोलाएर कुदाएर बल हान्न सिकाएर खेलाको नतिजा हो क्या यो। जुनसुकै कोच आए पनि नेपालमा फुटबल विकास हुनेवाला छैन जबसम्म ग्रासरुटबाट केही न केही काम गरिँदैन। नेपाललाई फाइनल छिर्नलाई बङ्गलादेश विरुद्ध 8-0 को जित चाहिएको थियो। त्यसकै सम्मान स्वरूप होला बङ्गलादेशले त्यसको आधा चाहिँ बजाइ नै दियो। बङ्गलादेशको यो लगातार तेस्रो जित हो। बङ्गलादेशले न भुटान न इन्डिया न नेपाल कसैलाई पनि छोडेन, भेटे जति सबैलाई सेक्यो। बङ्गलादेशले फर्स्ट हाफमा 2 र सेकेन्ड हाफमा 2 गोल गर्यो। तेस्रो मिनेटमा बङ्गलादेशले प्रतिमा मुन्डाको गोलमा अग्रता लियो। त्यस पछाडि अल्पी अख्तरले उत्कृष्ट फ्रीकिक प्रहार गरेर अर्को गोल गरिन्। 67औं मिनेटमा अल्पीले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल 3-0 ले पछि पर्यो। खेल सकिन 8 मिनेट बाँकी छँदा नेपालकी एलिजा कुमारी विकले ओन गोल गर्दिन् र खेल बङ्गलादेशले 4-0 ले जित्यो। इन्जुरी टाइममा त अझ नेपाल 10 जना खेलाडीमा झर्यो। नेपालकी सेन्टर ब्याक माया मास्केले अल्पीलाई फल गर्दाखेरि उनले रेड कार्ड खानु पर्यो। प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। यो भन्दा अगाडि फर्स्ट म्याचमा इन्डियासँग नेपालले 1-0 ले हारेको थियो। त्यसपछि भुटानलाई 2-1 ले त जित्यो। नेपालले बङ्गलादेशसँग हारे लगतै इन्डियाले फाइनलमा स्पट बुक गरेको छ। इन्डियाको 2 जित सहित 6 पोइन्ट छ। फाइनल खेल शनिबार दिउँसो 2 बजे हुनेछ।